आज माछा बवाल होला जस्तो छ माछा खाने आऊ माछा बवाल परिरहेछ पहिलो शटमै ठुल्ठुलो माछा बवाल पर्यो है साथीहरू पहिलो शटमा यो पर्यो है माछा साथीहरूलाई है हेलो गाइज वेलकम अनि नमस्कार है यति बेला चाहिँ म हाम्रो यहाँ जहारी खोलामा आएको छु यहाँ एउटा सानो खोला छ हाम्रो यहाँ चाहिँ यो खोलामा माछा मारिन्छ हैन यहाँ ये देख्न सक्नुहुन्छ मैले यहाँ बोकेको यो चिजबाट जुन चिज छ यहाँ मसँग भएको यो चिजबाट चाहिँ मैले अहिले एक शटमा चाहिँ यति मारेँ है अब बेलुकासम्म मैले कति माछा मार्दो रहेछु त्यो माछाहरू म तपाईँहरूलाई देखाउने छु हेर्दै जानु होला भिडियो मार्ने तरिका हैन अगाडि भिडियो मार्ने तरिका हैन रे माछा मार्ने तरिका के माछा मार्ने तरिकाहरू म तपाईँलाई देखाउने छु म कति माछा मार्ने छु के गर्ने छु भनेर म तपाईँहरूलाई चाहिँ देखाउने नै छु भिडियो पुरा हेर्नु होला अनि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने सब्स्क्राइब पनि हान्नु होला है माछा हाम्रो यो खोलामा यति सानो माछा त हुँदैन तर ठुलै खोला माछा हुन्छ हैन तर पनि म प्रयास गर्नेछु ओ माई गड लौ माछा मार्ने भनेको त हेर्न पानी परेको पनि छैन केही छैन एक्कासी खोला पो आयो त गाँठे हेत्तेरिका अब त बाहिर जानुपर्छ खोला पो आयो खोला बढेर आयो साथीहरू ल हेर्नुहोस् है खोला बढिरहेको छ यार ऊ माथि खोला आयो आमामा अब यो भाँडा त्यहाँ राखिराखेको भए त बगाउँथ्यो म त कस्तो किस्मतले आएछु कि अहिले ठ्याक्कै ल हेर्नुहोस् है साथीहरू खोला आइराखेको छ यो बगर आइरहेछ अब म घरमा जान्छु फास्ट गएर अब जाल लिएर आउँछु जालबाट हान्छु है माछा कति मारिदो रहेछ जालबाट है माछा मार्दा मार्दै खोला आयो यार धन्नै अब यो खोलाले यस्तो बगाउने खालको खोला त छैन पो तर माथिबाट पनि अझै यसको यो अगाडि आएको पानी हो भने माथिबाट अझै बढ्दै आउँछ अन्त यो खोला होइन अब यो खोला बढ्दै आयो भने त गाह्रो हुन्छ माछा पहिलो लोड भर्खरै यति माछा मारेको थिएँ आज यो भाँडाबाट यो अनलाइनबाट अर्डर गरेको भाँडाबाट होइन यसबाट माछा कति र कसरी मारिन्छ भन्ने आज भिडियो बनाउँछु भनेको अब कन्टेन्ट फरक बन्ने भयो तर माछा चाहिँ आज माछाकै भ्लग हुन्छ होइन अब म तपाईँहरूलाई जालवाला भ्लग देखाउँछु ल जालमाथि कति माछा मारिन्छ त्यो देखाउँछ है यो खोलामा ल हेर्नु हेर्नु त बढ्दै गइसक्यो खोला ठुलो हुँदै गइसक्यो क्या खौ ल हेर्नु त साथीहरू म बाइक यहाँनिर रोकेर गएको थिएँ खोलामा तल अब त्यो मान्छेहरू यिनीहरू पनि हेरेको हेरे भयो पत्ताउँदै नपत्ताएको ल हेर न त्यहाँ तलतिर आज सुकेको छ त्यहाँ पुगेकै छैन खोला यहाँ जाँदैछ मान्छेहरू यहाँ चाहिँ उ गरिरहेछ हो घाँस काटिरहेछ तर खोला आयो हेट भन्दैले चाहिँ खोलाले अरू मलाई त के बगाउँथ्यो र मेरो भाँडा बगाइदिन्थ्यो यार हेर्नु त म त छोपेर जानु लाग्यो अब हेर्नु न मौसम अब सब क्लियर छ क्या पानी कहीँ कतै परेकै छैन ल हेर्नु यो माथिबाट आएको खोला हो यतैबाट तर कहीँ पनि पानी देखिँदैन क्या पानी कहीँ पनि परेको छैन तर एक्कासी आयो तेरो अब म घरमा जान्छु अनि घरमा गएर जाल लिएर आउँछु जालबाट हान्छु अनि खतरा माछा हेर्नुपर्छ ल धमिलो खोलामा मैले आजसम्म जाल हानेको छैन होइन सम्लोमा चाहिँ हान्दाखेरि मैले जहिले पनि 1.5 किलो 2 किलो माछा मारिराखेको छु तर आज फर्स्ट टाइम चाहिँ म यो उसमा हान्छु होइन धमिलो खोलामा हान्छु धमिलो खोलामा कति माछा पर्ने रहेछ म फास्ट घर गएर चाहिँ नै फर्किन्छु है ल साथीहरू फाइनली म घरमा आइपुगेँ होइन अब अलिकति हुलिया च्यान्ज गर्दैछु यो टोपी पनि लाग्दैन यार अहिले लगाउँछु है अब यो चाहिँ जुन जाल भनिरहेको थिएँ नि मैले यो जाल चाहिँ यही हो माछा मार्ने जाल यही हो अब यो जाल लिएर जान्छु त्यो धमिलो खोलामा माछा कति पर्छन् कति मारिन्छ होइन त ट्राई गर्छु तपाईँहरूलाई देखाउने छु जसको लागि चाहिँ मैले अब फेरि अलि रात पर्न पनि सक्छ होइन बेलुकाको टाइम भइसकेको छ नि त ब्याग पनि लिन्छु यसमा चाहिँ अब मेरो सेफ्टी टर्चहरू राखिसकेको छु नाइट टर्च होइन त्यसपछि अब माछा कति पर्छ हेर्दै जानु साथीहरू म तपाईँहरूलाई माछा मारेको देखाउने छु है त अब यो चाहिँ पेरेङ्गो भइहाल्यो पेरेङ्गो भन्छौँ कि यसलाई माछा मार्ने होइन अब यसमा माछामा कति ल्याउँछु अब बेलुका म तपाईँहरूलाई देखाउने छु है त हेर्दै जानुहोस् है ल फाइनली चाहिँ म फेरि अहिलेकै स्थानमा आइपुगेको छु यहाँनिर चाहिँ बाइक यहीँ छोडेँ मैले
अब म जाँदैछु खोलातर्फ है त। खोलातर्फ जाँदैछु। माछा आज कि खाइन्छ कि दुःख पाइन्छ होइन त। यो फर्स्ट टाइम हो क्या फेरि मैले यो उसमा भेलमा चाहिँ माछा मार्न थालेको फर्स्ट टाइम हो। अब यो फर्स्ट टाइममा माछा मार्न सकिन्छ सकिँदैन अहिले अलिकति थोरै ठुलो बढिया रहेछ, खासै ठुलो बढिया चाहिँ छैन। म लगभग अब माछा चाहिँ कति मार्छु के मार्छु त्यो तपाईँहरूलाई देखाउने छु। भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नुहोला साथीहरू है त। अलि तलबाट आउनुपर्छ, म यहाँ माछा मार्दै सकेसम्म चाहिँ यहीँबाट उत्रिने तरिकाले नभए यहाँदेखि अलिकति माथिसम्म पनि जान सक्छु म माछा हान्दै होइन। त्यो टार्गेटमा छु। आइयो बाटो अप्ठ्यारो छ, झोलाहरू बोकेको छु होइन। यही त हो नि साथीहरू गाउँको अर्ग्यानिक रमाइलो भनेको यही हो होइन। गाउँमा बस्नुको मजा यही छ क्या। आइयो हेत्तेरिका झन्डै लडेन हौ यार यो गोग्राङ गुग्रुङमा। हाय ल साथीहरू, मैले अघि पनि तपाईँहरूलाई भनिसकेको छु होइन। नयाँ साथीहरू जोडिनु भएको छ भने मेरो युट्युबमा पहिलोचोटि जोडिनु भएको छ भने सब्सक्राइब गरिदिनु होला है। साथी बन्नु होला साथीहरू, सपोर्ट गर्नु होला। गाउँले जीवन यसरी बिताउँदैछु। पछाडिको देख्न सक्नुहुन्छ हाम्रो पानी घट्टा है। अनि यस्तो छ, अघि मैले ठ्याक्क माछा राखेको यहाँनिर हो, यहाँ पकाइदिन्थ्यो क्या। माछा राखेको भन्दा नि माछा उ गर्ने। अब अस्तितिर चाहिँ यो खोला सुक्दाखेरि माछा मार्ने तरिका फरक हुन्थ्यो होइन। अब अहिले चाहिँ फेरि फरक हुन्छ क्या। यो धमिलो खोलामा, धमिलो खोला र सम्लो खोलामा माछा मार्ने तरिकाहरू फरक फरक हुन्छन्। अब सम्लो खोलामा माछा हान्दा हान्दा बानी परिसकेको थिएँ म। कहाँनिर हान्दा माछा आउँछ कहाँनिर हान्दा माछा आउँदैन भन्ने आइडियाहरू सबै भइसकेको थियो मलाई। तर अब अहिले तपाईँको यो धमिलो खोलाको कुरा छ। अब यो धमिलो खोलामा कसरी चाहिँ मैले माछा मार्ने होला भन्ने पनि अलिकति चिन्ता छ। तर जे होस् म तपाईँहरूलाई जसरी भए पनि माछा आज चपाएर खुवाउनु नसक्यो भने भिडियोबाटै खुवाउँछु है साथीहरू, हेर्नु होला। म लगभग यहाँ आइसकेको छु होइन। मैले बाइक राखेको माथि त्यो पुलनिर, अझै तल जानुपर्छ। भिडियो धेरै लामो बन्न सक्छ, त्यही भएर अब यति मात्रै बोलौँ क्यारे होइन। यहाँ अब म खोलाको नजिकमा पनि आइसकेको छु। यहाँ हिलो धुलो चिप्लो चाप्लो छ, त्यही भएर अलि अप्ठ्यारो पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि अब म चाहिँ भिडियोलाई बन्द गरेर माछा हान्नेतिर जाँदैछु। हेरौँ माछाहरू कतिको पर्छ के हुन्छ। आज सकेसम्मलाई डरो माछा खानुपर्छ है साथीहरू। ल भनिदिएको छु, सब्सक्राइब गर्नुहोस्। ल त साथीहरू, यहाँनिर अहिले म धेरै तल आइसकेको छु होइन। अब यहाँबाट म माछा हान्न सुरु गर्छु। लगभग पुल माथि रहिसकेको अवस्था छ, एकदमै माथि छ। अब म यहीँबाट सुरु गर्छु। पहिलो छप्का कतिको माछा पर्ने छ होइन। यहाँबाट चाहिँ मेरो घर यहीँबाट देखिन्छ है साथीहरू। घर चाहिँ मेरो यहीँबाट बन्दै लागेको घर सर्लक्क यहीँबाट देखिन्छ। टाढा छ तर यहाँबाट देखिन्छ है साथीहरू घर चाहिँ। ल अब यता घर छ, म यहाँबाट चाहिँ ट्याक्क माछा हान्दैछु। अनि होइन पुल पनि माथि रहिसकेको छ। हामी यो पुल त भर्खर भर्खर बनेको होइन, तर हाम्रो यो जुन गाउँमा छ गाउँको सबै मान्छेहरूले धेरै दुःख पाएको थियो। यही ठाउँबाट हामी चाहिँ खोला तरेर हिँड्थ्यौँ। पहिला ठुलो ठुलो खोलाहरू आउँथ्यो, अहिले पुल बनेको छ। जे होस् राम्रो विकास भएको छ। अब चाहिँ म यहाँबाट सुरु गर्दैछु साथीहरू। हेरौँ पहिलो सर्टमा कति माछा पर्छ है त। आज माछा बबाल होला जस्तो छ। माछा खाने माछा बबाल परिरहेको छ। पहिलो सर्टमै ठुल्ठुलो माछा बबाल पर्यो हो साथीहरू। अहिलेसम्मकै सबैभन्दा ठुलो माछा चाहिँ अहिले परेको छ, यही हो। त्यो पुलदेखि पनि म माथि आइसकेँ अहिले, तर माछा भने जति चाहिँ छैन, अलिक थोरै छ है। फाइनली साथीहरू माछा हान्दा हान्दा थाकियो। अब चाहिँ म निस्केँ। लगभग यो धमिलो खोलामा चाहिँ भने जस्तो माछा मार्न सकिएन है। यसो अन्दाज गर्दाखेरि चाहिँ लगभग आधी किलो जति चाहिँ मारेको जस्तो सम्भावना छ। हेरौँ अब घरमा गएर म खनाएर देखाउँछु होइन। खास बेलुकै जाउँला भनेको थिएँ, अलि माछा पनि लाग्यो नि, जाँगर लागेन नि। त्यसपछि चाहिँ म फर्केँ। बरु योभन्दा सम्लोमै हुन्थ्यो यार। सम्लोमा त मैले तपाईँको 1-1.5 किलो 1.5 किलो त जसरी पनि म माछा मार्थेँ कि। आज अलि कम भयो जस्तो लागिरहेको छ, त्यही भएर म फर्केँ है साथीहरू। अब कति मरेका छन् म घर गइसकेपछि मात्रै देखाउँछु ल माछा है।
ल साथीहरू फाइनली अब चाहिँ म घरतिर जाँदैछु। मैले बाइकमा जाल यसरी राखिसकेँ होइन। अब चाहिँ ट्याक्क म यो बाइक घुमाउँछु, घरतिर लाग्छु है त। आयो लु फाइनली चाहिँ माछा मारेर आइयो। अब माछा चाहिँ कति मर्यो भनेर म देखाउँदैछु। खासै माछा मरेको जस्तो छैन अवस्था। क्यामेराम्यान आयो। ल हेलो ल माछा चाहिँ यति नै भयो आजलाई। आज माछा यति मारियो। अब अर्को दिन अलि थुप्रै माछा मारेर तपाईँहरूलाई फेरि भ्लगिङ बनाउने छु। आजलाई चाहिँ छुट्टिनु पर्छ। ल बाई बाई, सब्सक्राइब गर्नुहोस् है।